सम्मान्य अध्यक्षज्यू, आज म मधेस र कोशी प्रदेशमा भएको घटनाको बारेमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धार्मिक दंगाको नाममा भएको यो दुर्भाग्यपूर्ण घटना थियो र 23 र 24 गते गरिएको प्रश्न फेरि एकचोटि हाम्रो अगाडि उम्लिएको छ। गोली कसले चलायो? सरकार गोली कसले चलायो? यसको जवाब चाहियो, यथाशीघ्र चाहियो। र यो एक ठाउँमा सुरु हुने बित्तिकै देशभरि फैलिन्छ। यो खतरनाक कुरा कसरी भइरहेको छ यसको विषयमा सरकारले के अनुसन्धान गर्दैछ त्यसको जानकारी पनि चाहियो। सरकार लेट लतिफ भयो। 5औं दिन घटना घटेको 5औं दिन गृहमन्त्री फिल्डमा जानुभयो। यद्यपि पोलिटिकल पार्टी, धार्मिक अगुवा, पत्रकार, नागरिक समाज लगायत थुप्रै एक्टरहरूले सद्भावको अपिल गर्नुभयो जसले ठूलो मद्दत पुग्यो। तर प्रधानमन्त्रीको सम्बोधन ढिला भयो। सम्बोधन गर्नुभयो, ठिक छ, तर यसलाई देर आए दुरुस्त आए भन्न सकिएन। संवेदनशील घटनाहरूमा तुरन्त एक्सन लिनुपर्छ भन्ने सुझाव म सरकारलाई दिन चाहन्छु। आफ्नो सम्बोधनमा उहाँले राजनैतिक दल, पत्रकार, धार्मिक गुरु, नागरिक समाज आदिसँग मद्दतको अपिल गर्नुभयो, राम्रो गर्नुभयो। तर बैन लगाएर हुँदैन, प्रतिबन्ध लगाएर हुँदो रहेछ, साथ खोजेर सफलता पाइन्छ भन्ने सबक उहाँलाई मिलेको हुनुपर्छ। गेटका अगाडि गाडी पार्किङ गरेर होइन, सञ्चार जगतको सहयोगमा सफल भइन्छ भन्ने लेसन पनि उहाँलाई प्राप्त भएको होला भन्ने मैले अपेक्षा राखेको छु। 7 दिनभित्र बुझाउने भनेको प्रतिवेदन सदन समक्ष पेश गरियोस्, किनकि नयाँ सरकारले भनेको सुशासनको एक शर्त पारदर्शिता पनि हो। गोपनीयताका नाममा जनताको सुसूचित हुने अधिकार मार्न पाइँदैन। आगो निभेको छैन, सरकार सजग रहनु, जीवनभरको लगानी खरानी भएका छन्, त्यसको क्षतिपूर्ति राज्यले व्यवस्था गरोस् भन्ने म माग गर्दछु। चौक चौरामा गाली गलोच जारी छ। भड्काउ भिडियो सन्देश लगातार प्रवाहित हुँदैछन्। वार्ड अध्यक्ष जो सबभन्दा नजिकको सरकार छ, त्यो वार्ड अध्यक्ष अहिलेसम्म वार्डमा फर्किन पाउनु भएको छैन। कुनै बेला पनि फेरि हिंसा भड्किने सम्भावना छ। तसर्थ दोषी उप तुरन्त कारबाही गरेर त्यहाँको सिचुएसन सम्हाल्न म सरकार गम्भीर रहोस् र यो ध्यान आकर्षण पनि गम्भीरतापूर्वक गराउन चाहन्छु। र अर्को विषयमा अब यो पटक पटक यो म बोल्ने मुडमा थिएन, तर अस्ति मन्त्रीजीले नै यहाँ 35 वर्षसम्म किन गर्नु भएन भन्नेपछि अलि बोल्नु पर्ने भन्ने लाग्यो र म सरकारलाई भन्न चाहन्छु, 35 वर्षमा के गर्नुभयो भनेर क्वेसन जो हामीलाई रेज गरिँदैछ हो, यो प्रश्न गर्ने अधिकारको सुनिश्चितता यसै 35 वर्षभित्र भएका बलिदानका कारणले भएको हो। प्रश्न गर्ने अधिकार कहाँबाट पाउनुभयो? हिस्ट्री खोताल्नु पर्यो। तपाईले त अब प्रश्न नसोध्नुस् मात्रै भन्नुभयो। उहिले त प्रश्न गर्दा ज्यान जान्थ्यो, टाउको गिडिन्थ्यो। त्यहाँबाट प्रश्न गर्ने अधिकार यो 35 भित्र लडेर ल्याएको अधिकार हो। त्यसैले कसैले अहिले हामीलाई आएर प्रश्न नगर भन्दा हामी मान्दैनौँ। र केही तथ्यहरू पनि म तपाईहरुको माझमा राख्न चाहन्छु, सरकारलाई विशेष गरी भन्न चाहन्छु। 1991 को जनगणनामा नेपालको साक्षरता दर 39.6 थियो। अहिले 2021 मा 76.2 छ। यो केवल साक्षरताको इजाफा होइन, यो चेतनामा लगाएको छलाङ पनि हो। यसलाई यसरी पनि बुझ्नुपर्छ। यद्यपि विद्यालयमा सिप रोजगारी हुने बढोत्तरीको काम बाँकी छ, त्यो तपाईहरुले गर्नु होला। 35 वर्षमा नेपाल गरिब मुक्त त भएन, तर 1990 मा नेपालको ह्युमन डेभलपमेन्ट इन्डेक्स 0.395 बाट अहिले चाहिँ 2022 मा 0.601 अर्थात् 52.2% ले बढेको छ। यो यही 35 वर्षमा भएको हो। 35 वर्षमा देशले अँध्यारोबाट उज्यालोको यात्रा तय गर्यो, त्यहाँतर्फ पाइला अगाडि बढायो। लोड शेडिङ मुक्त हुनबाट विद्युत निर्माणसम्मको यात्रा 35 वर्षको दौरानमा तय गरिएको हो। बोल्न पाउने, संगठित हुन पाउने र हामी महिला, दलित, उत्पीडित क्षेत्रका हामीले त मान्छेको दर्जा पनि यही 35 वर्षमा भएको आन्दोलनबाट प्राप्त गरेको हो। यिनी कष्टकर 35 वर्षले हामीलाई रैतीबाट सार्वभौम सत्ता देशको नागरिक हुने गौरव पनि यही 35 वर्षले हामीलाई दिएको हो। अझै थुप्रै डेटा पनि म दिन सक्छु, तर समय कम छ। तसर्थ पछिल्लो 10 वर्षमा के राम्रा काम र प्रगति भयो त्यो सत्तारूढ पार्टीका नेता एवं अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको छ, त्यो पढ्नु होला। र म सम्माननीय अध्यक्ष मार्फत सरकारमा भएको पार्टी र सत्ता पक्षलाई आग्रह पनि के गर्न चाहन्छु भने तपाईहरुको एउटा क्लोज क्याम्प हुँदैछ जसमा तपाईहरुले आफ्ना माननीयहरूलाई प्रशिक्षित गर्दै हुनुहुन्छ। त्यहाँ तपाईहरुले कमरेड प्रचण्डलाई बोलाउनुस्,
विपक्षी दलका नेतालाई बोलाउनुस्, हामी राष्ट्रिय सभाको सबभन्दा सिनियर साथी पनि त्यहाँ पठाउँछौँ, त्यहाँ हामीलाई एउटा सेसन दिनुस्, त्यहाँ हामी बताउँछौँ 35 वर्षमा हामीले के गर्यौँ। यो मेरो अपिल हो तपाईहरुसँग, किनकि नभए तपाईहरु क्वेशन तपाईहरुले उत्तर थाहा पाउनुहुन्न, हामी कतिचोटि उत्तर दिने। यसले पोलिटिकल सोशलाइजेसन पनि हुन्छ र अनुभव आदान प्रदान पनि हुन्छ, जसको अहिले बहुत दरकार परेको म देख्छु। अब तपाईहरुले जवाब दिनुस्, यो 4 महिनामा तपाईहरुले के गर्नुभयो? पुरानाहरूले सुरु गरेको स्वास्थ्य बीमाको के हालत छ? केदारनाथ पराजुली दम्पतिले जल समाधि कसका कारण लिनुभयो? 100 दिन सरकार चलाउन दिनुस्, स्टिकर टाँसेर युवा स्वदेश फर्काउँछौं, रोजगार दिन्छौं भनेर कसले भन्यो? दरबार हत्याकाण्डदेखि निर्मला पन्त हत्याकाण्डसम्मको सबै मुद्दा चुटुकीको घरमा सल्भ गर्छु भनेर हामीले भनेको तपाईहरुले भन्नुभयो। जनतालाई झुटो आश्वासन सरकारले दिने, पूरा गर्न नसक्ने अनि प्रश्न उठाउँदाखेरि हप्काउने, 35 वर्षसम्म के गर्यो भनेर आफ्नो असक्षमताको भारी हामीलाई बोकाउँदै हिँड्ने, हामी बोक्दैनौं तपाईहरुको भारी। ताज्जुब छ। अरे जनतालाई आधा सिलिन्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग 35 वर्षको हिसाब माग्छ? यही ताज्जुबको कुरा भइसकेको छ। यो त कस्तो भयो भने पेट समंदर खंगालने में लगे हुए हैं, हमारी कमियां निकालने में लगे हुए हैं। वो जिनकी अपनी लंगोटियां तक फटी हुई है, वो हमारी पगड़ी उछालने में लगे हुए हैं। यो के तरिका हो? प्रश्न गरेपछि इरिटेट नहुनुस्। हामी प्रश्न गर्नलाई नै यहाँ हामीलाई जनताले पठाएको हो। हामी नयाँ जान्नेलाई छान्ने नारा चरितार्थ गरेर आएका जान्नेहरू, प्रविधिमा पोख्त जादुमय क्षमता भएका भनेर दाबी गर्नेहरूले फेरि हामी सिक्दैछौं भनेर बस्न खोज्ने। क्लियर गर्नुस् तपाईहरु, यो नयाँ हुनु तपाईको ताकत हो कि कमजोरी हो? जान्नेलाई छान्ने भनेको हुनाले जान्ने हो कि थोडा परिपक्वताको अभाव छ, जान्ने छौं, सिक्दै छौं भन्ने झाँसा नदिनुस् र तपाईहरुलाई कहिलेसम्म यो नयाँ भएको विशेष छुट दिने हो? यो धेरै दिनसम्म तपाईहरुलाई नयाँ भएको विशेष छुट हामी दिन सक्दैनौं। हामीले 35 वर्षमा स्वास्थ्य, शिक्षा, सम्मानपूर्वक बाँच्न पाउने हक लेख्यौं। 35 वर्षमा हामीले धेरै दुःख गरेर लेख्यौं, तर अब तपाईहरुले के गर्दै हुनुहुन्छ? करिब 85 वर्ष अगाडि योगमायाले जल समाधि लिनुभयो। त्यसपछि त्यति बेलाका राजनीतिक दलहरू, राजनीतिक अभियन्ताहरूले प्रण गरे कि अब यस्तो कहिले नहोस् भनेर हामीले धेरै संघर्ष गरेर थुप्रै अधिकारहरू लेख्यौं। आज तपाईहरुको पालामा झन्डै 85 वर्षपछि पराजुली दम्पतिले जल समाधि लिएको छ। यसको जिम्मा कसले लिन्छ? कता फर्काउँदै हुनुहुन्छ तपाईहरुले समाजलाई? सक्नुहुन्छ हामीले 35 वर्ष भित्र गरेका राम्रो कामलाई झन् राम्रो गरेर अगाडि बढ्नुस्, नराम्रो सिक्नु पर्दैन। हामीले राम्रो गरेका छौं त्यो सिक्नुस्, अगाडि बढाउनुस्। होइन भने जुन तरिकाले जनतामा निराशा बढेको छ र निराशाको वशीभूत भएर आत्मदाहको प्रयासहरू बढ्दैछन्, जलसमाधि लिँदैछ, यो निराशा तपाईहरुले पैदा गरेको निराशा हो। यसको टोटल जिम्मेवारी तपाईहरुको हुन्छ। यो भारी हामी बोक्दैनौं। अब के गर्नुहुन्छ त तपाईहरुले? त्यो भन्नुस् हामीलाई यहाँ आएर। मर्सिडेटको कानून पास गराउनुहुन्छ? मान्छे बचाउन नसक्नेपछि मान्छेलाई स्वेच्छाले मर्ने अधिकार दिनुहुन्छ? अब के गर्नुहुन्छ तपाईहरुले? त्यसको जवाब दिनुस्। त्यसैले अब उपरान्त 35 वर्षमा के भयो, के भएन भन्ने आफ्ना नेताहरूलाई सोध्नु होला। उहाँहरूले तपाईहरुलाई राम्रो प्रशिक्षण दिन्छन्, दिनु भएन भने हामीलाई बोलाउनु होला, हामी भन्छौं। र अनावश्यकमा आफूले गरेका कमजोरीहरूको भारी कृपया हामीलाई नबोकाउनुस्। हामी यो भारी बोक्दैनौं। यो निराशा जो समाजमा उत्पन्न भइरहेको छ, पेट्रोल छर्केर मान्छे ज्यान दिन तयार हुँदैछ, सामान्य कुरा हो। आफ्नो श्रीमती उपचार गराउन नपाएर मान्छे चाहिँ खलामा हाम फाल्दैछ, सामान्य कुरा हो। यतातिर तपाईहरुको ध्यान जाँदैन। धार्मिक दंगा भड्किने खतरा अझ पनि बढिरहेको छ, त्यतातिर तपाईहरुको ध्यान जाँदैन। अनि प्रश्न गर्ने बित्तिकै इरिटेट हुने। हामी अभय जनादेश पाएका विपक्ष हौ। हामीलाई जनताले प्रश्न गर्ने भनेर सदनमा पठाएका छन् र हामी प्रश्न गर्छौं। तपाईलाई चित्त बुझ्छ बुझ्दैन त्यो तपाईहरुको प्रब्लम हो, तर तपाईहरुको दायित्व हो हामीले उठाएको, जनताको जनप्रतिनिधिले उठाएको प्रश्नको जवाफ दिने तपाईहरुको दायित्व हो। त्यो दायित्वबाट पछि तपाईले मिल्दैन। व्यक्तिगत रूपमा तपाईहरुलाई भेटेर जवाफ लिने हामीलाई कुनै रहर छैन, इच्छा छैन। हामी चाहिँ सदनमा क्वेशन सोध्छौं र यहाँ आएर तपाईहरुले जवाफ दिनुपर्छ। आफ्नो कर्तव्यबाट च्युत हुन तपाईहरु पाउनुहुन्न। धन्यवाद।